लगाइदिएको हामी एकछिन I'm in the graveyard at night, cleaning these abandoned graves for free. Cleaning graves is hard. Something in the jungle pooped on this grave. Huh. I'm cleaning as many graves as I can before the sun wakes up. Also don't like me. Look at this orange crust. It comes right off. Check this out. These scraping tools are cheaper than a pancake. Look how satisfying this is. इसको बुआ की बंदोर तेरा के यो कवर इसको बुआ को I need to study this crust. ऐसा लगा यार इसको बुआ का कवर है I'm really scared of the dark and I keep hearing weird noises. I'm actually cleaning graves at night because I'm friends with Sam, the graveyard man. He has the cleanest heart. Sam said the graveyard doesn't have enough workers. The graves get dirty faster than they can clean them. So I decided to surprise Sam when he gets to work in the morning. I'm gonna clean all of the dirtiest graves in the graveyard. I can't wait to make them shiny and new again. बहुत समझदार लाया ये की बात बोलने होगा ये हमारे काम होगा इलेक्शन नाम हम देख रहे हैं ये फुल लेंगे काटाओ गुड पड़ेगा दी Adalberto Abronte. He was born on November 14th, 1943, and he died May 8th, 1994. That's Jesus. Did you know he was born on Christmas? What a coincidence. ये कोई ना होता कुछ नहीं भूत लेकर आउट छैन नि हालको यस्तो राक्षसको बारेमा हो जसलाई काठमाडौँमा अर्बन लेजेन्ड मानिन्छ त्यो राक्षसले मानिसका बच्चाहरूलाई खाने गर्थ्यो र एक समयमा जब बच्चाहरू रुन्थे त्यतिबेला आमाले उनीहरूलाई भन्थिन् नरो नत्र गुरुमापा राक्षस आउँछ Era barato, cabros. Estoy salir. Revanta. Ya. यो करिब 11औं शताब्दीको कुरा हो जब केशचन्द्र नामको एउटा मान्छे काठमाडौँ शहरभित्र पर्ने इतुम्बाहा गाउँमा बस्थे ऊ एकदमै धनी थियो तर जुवा खेल्ने बानीका कारण उसले आफ्नो सारा सम्पत्ति गुमाइसकेको थियो अब त यही हो मेरो अन्तिम चाल हे भगवान जिताइदिनुहोस् इलेक्शन गर्नु न हे भगवान अब म के गरौँ सबै कुरा त यो जुवामा गुमाए अब घरमा बुढीलाई के भन्नु हैन घर त जानुहुन्न यसो गर्नु पर्यो अलिक दिन दिदीको घर गएर बस्नु पर्यो त्यस्तै गर्नु पर्यो सबै किन गरेको केटी हेरेको दिदीले आफ्नो भाइलाई आँगनमा देखिसकेपछि एकदमै खुसी भएर भन्छिन् मेरो भाइ धेरै दिनपछि कसो गर्दा आज बाटो बिर्सिस् भित्र आइ त त्यो पक्का हो नि त्यही त्यसको कान कति लम्बा छ केशचन्द्रले आफ्नो दिदीलाई भेटेर भने कस्तो हुनुहुन्छ दिदी मलाई हजुरको धेरै याद आइरहेको त्यही भएर त्यही दिनको लागि तपाईकोमै बस्दै आए म ठिकै छु कत्रो तैँले ठिकै गरिस् अलिक दिन यतै बास बस्दै आएछस् र घरमा सबै सन्चै छ नि
केशचन्द्रको आफ्नो दिदीको घरमा बस्ने प्लान सफल भएको थियो। फेरि दिदीले भाइलाई भोक लागेको होला भनी सोचेर भाइलाई आराम गर्न भनी र आफू चाहिँ भान्साकोठामा खाना बनाउन गइन्। कसरी उडेको? दिदीले आफ्नो भाइको बारेमा सोचेर उसलाई मनपर्ने खाना बनाइन्। सबै थोक पाकिसकेपछि सुनको थालमा केशचन्द्रलाई खाना पस्किन्। तर सुनको थाल देखिसकेपछि केशचन्द्रको मनमा अरू केही नै कुरा खेल्न थाल्यो। यो थालले त मैले मेरो सबै हारेको सम्पत्ति फेरि जित्न सक्छु। तर दिदीलाई के भनेर मागौँ? दिदीलाई मैले जुवाको लागि भने त उहाँले 1 लाख करोड। के गरौँ? यस्तो गर्नु पर्यो। म यो सुनको थाल मैले उहाँलाई नभनिकन लान्छु र पछि आफ्नो सम्पत्ति फेरि जितेपछि उहाँलाई फर्काइदिनु। र जुवा खेल हिजोको कुरा त्यस पछाडि ऊ जुवा खेल्न थाले। के खेल्न थाले अरे? जुवा। जुवा? तर छिट्टै उसले त्यो सुनको थाल पनि हार्यो र घर आएर दिदीसँग माफी माग्न थाले। दिदीले पनि उसको पहिलो गल्ती मानेर माफ गरिदिन्। ठिकै छ भाइ, तिमीबाट गल्ती भयो, तर अबदेखि तिमीले यस्तो काम गर्नु हुँदैन। तिम्रो पनि आफ्नो परिवार छ र उनीहरूलाई पनि सोच्नु पर्यो। ठिक छ दिदी, मबाट गल्ती भयो र म हजुरलाई वादा गर्छु आजदेखि यस्तो कहिले गर्छु। दिदीले पनि सोचिन् कि भाइ सुध्रिएछ र आउँदो दिनहरूमा चाँदीको थालमा खाना खान दिन थालिन्। तर केशचन्द्रको जुवा खेल्ने बानीका कारण उसले त्यो चाँदीको थाल पनि चोरे। र जुवामा त्यो थाल पनि हारे। केशचन्द्रसँग अब कहीँ जाने ठाउँ थिएन र अब चाहिँ लाज लाग्न थालेपछि दिदीको घरमा फेरि माफी माग्न गए। दिदीलाई लाग्यो कि भाइले फेरि थाल चोर्छ, तर सायद पित्तलको थाल दियो भने त्यो चाहिँ यसले चोर्दैन। यो सोचेर उनले आफ्नो भाइलाई पित्तलको थालमा खाना खान दिइन्। कुत्री आएको किन रिसाएको यो? गुस्सा हो। किन? तर फेरि पनि एक दिन केशचन्द्रलाई त्यो पित्तलको थाल पनि चोर्दै गरेको देखिन् र उदास भएर सोच्न थालिन्। ए भगवान, यो त अति नै भयो। अब त मैले मेरो भाइलाई पाठ सिकाउनु नै पर्यो। भिडियो बनाइरहेको छु न, रोक्न पाइन्छ। पित्तलको थाल पनि हारिसकेपछि केशचन्द्र भोलिपल्ट भोक लागिसकेपछि दिदीकै घर खाना खान गए र केही नभनिकन खाना खान बसे। सधैँ आफ्नो भाइलाई सम्झाउने दिदी केही नभनिकन दिदीले बासी खाना जमिनमै पस्किदिइन् र बेइज्जत गर्न थालिन्। लु मेरो महाराजा भाइलाई बासी भात सबैभन्दा महँगो भुइँ थालमा। केशचन्द्रले आफ्नो बानीप्रति लाज मान्दै भने, मलाई थाहा छ मैले गल्ती गरेँ, तर यो हजुरले के गर्नुभएको दिदी? के गरे?
मैले त मेरो महाराजा भाइलाई सबैभन्दा महँगो र यस्तो थालमा पस्किदिएको छु त्यसलाई कुनै चोरले चोर्नै सक्दैन। लु त खाना खान सुरु गर। भित्र मेरो काम छ, केही चाहियो भने भन्नु। केशचन्द्रले सोचेका थिएनन् कि उनको दिदीले उनको यति धेरै बेइज्जत गर्छिन्। लाजले अप्ठ्यारो मानी मानी त्यो खाना उसले जमिनबाट उठाएर एउटा कपडामा हाले र जङ्गलतर्फ लाग्न थाले। धेरै बेर हिँडिसकेपछि ऊ एउटा जङ्गलमा पुगिसकेको थियो। हिँड्दै हिँड्दै गले एकछिन त्यो रुख मुनि आराम गर्नु पर्यो। केशचन्द्रलाई एकदमै भोक लागेपछि रुखमुनि बसेर उसले कपडामा ल्याएको त्यो खाना खोले, तर खाना गनाइसकेको थियो। त्यही भएर उसले त्यो खाना खान सकेन। केशचन्द्रले रुखमा परेवा देखे। चप्पल दो। उसले सोच्यो कि यो परेवाले सबको खाना खानेछ। यही सोचेर उसले त्यो खाना जमिनमा राखिदियो र एकदमै गलेका केशचन्द्र जमिनमा त्यो परेवाहरूलाई खाना खाँदै गरेको हेर्दा हेर्दै उसले सोच्यो, हे भगवान, मेरो जुवा खेल्ने बानी दे। मैले आफ्नो सबै सम्पत्ति गुमाएँ। मैले त मेरो दिदीलाई धेरै दुःख दिएँ। अब म के गरौँ, केही सोच्नै सकेको छैन। धेरै थाकेका कारण ऊ बसी बसी त्यही निदायो। केशचन्द्रले आफ्नो निन्द्रा पूरा गरिसकेपछि जब उसले आफ्नो आँखा खोले त्यति बेला उसले बस खाली जमिन मात्रै हेरे। उसले आफ्नो भाग्यप्रति दुःख मान्दै आकाशतिर फर्किएर भन्न थाले, हे भगवान, यो अभागीलाई केही त दया गर्नु। हुँदै गरेको केशचन्द्रको दुखेसो भगवानले सुने, किनकि त्यो परेवा साधारण परेवा थिएन, त्यो त चमत्कारी परेवा थियो। र केशचन्द्रको आँखा अगाडि नै त्यो परेवाहरूले सुनको चामल झार्न थाले। त्यो चमत्कार देखिसकेपछि भगवानमाथि केशचन्द्रको विश्वास अझै धेरै बढ्यो। हजुरलाई धेरै धेरै धन्यवाद। मलाई चाहिँ एउटा मौका दिनुभएको। मैले यो जीवन हजुरलाई समर्पित गरिदिएँ र आजबाट म कहिले पनि जुवा खेल्दिनँ। उसले त्यो सारा सुनको चामल आफ्नो मुठीमा जम्मा गरे, तर धेरै भारी भएका कारण उसले त्यो उठाउन सकिरहेको थिएन र उसले सोच्न थाले कि राक्षसदेखि आफूलाई के भएर उसले राक्षसले आक्रमण। केशचन्द्रले कन्फ्युज भएको नाटक गर्दै भने, तपाईँको नाम के हो भन्नुहोस् त। मेरो नाम गुरु मापा हो। म एउटा गेम खेल्नु मान्छेको मासु खाने राक्षस हो। र अब म तँलाई खानेछु। मामा, यो हजुरले के भन्दै हुनुहुन्छ? आफ्नै भान्जालाई पनि कसैले खान्छ र? आमाले भन्ने गर्नुहुन्थ्यो यो जङ्गलमा गुरुमापा नामको राक्षस छ र त्यो राक्षस मेरो मामा हो भन्नुहुन्थ्यो। गुरुमापा कन्फ्युज हुँदै सोच्न थाले कि यो मान्छे को हो।